हेलो गाइज, वेलकम टु माई ब्लग भन्न चाहन्छु। आज चाहिँ म बिहानीको समय म चाहिँ घर जान लागेको छु र मेरो भारी चाहिँ यता रहेको छ र म चाहिँ अब जानेवाला छु। धेरै मिनटपछि चाहिँ म चाहिँ घर आइपुगेँ। ओह्रालोमा चाहिँ खुट्टा कामिरहेको थियो र म चाहिँ वहाँ डाँडाबाट चाहिँ झरेको। वहाँ डाँडाबाट चाहिँ यसो ओह्रालो झरेको र हाम्रो घर चाहिँ यही हेर्न सक्नुहुनेछ। र अब म चाहिँ घर फर्किनेवाला छु र यहाँबाट चाहिँ एकदमै रमाइलो भ्यू देख्छ। यो चाहिँ ठुलो पौडी हो, यहाँ चाहिँ रस एउटा र हेर्नुहोस् एकदम रमाइलो छ, घाम निस्किरहेको छ। रमाइलो आज मेरो भएको चाहिँ यो चाहिँ मेरो खाजा हो। यो चाहिँ 1 घन्टाको बाटो चाहिँ ओह्रालो आउनु पर्दाखेरि लास्टै गाह्रो, त्यही भएर चाहिँ अलिक भोग्नु लाग्छ। त्यही भएर चाहिँ आज खाजा खान लागेको छु। सो गाइस, यहाँ चाहिँ यति गइरहेछ कि म जस्तो मान्छे चाहिँ 2-3 जना डुबाउँछ। यहाँ चाहिँ हामी पहिले कति खेल्न आउँथ्यो र अहिले चाहिँ अलि जाडोको मौसम छ, अहिले चाहिँ पानी चाहिँ हिउँ जस्तै छ, चिसो छ, त्यही भएर चाहिँ हामी आउँदैनौँ। फाइनली गाइस, म चाहिँ घर आइसकेको छु। थ्याङ्क्स फर वाचिङ। यति बेलासम्म हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद र यति भन्दै म बिदा हुन चाहन्छु। भेट्नेछु अर्को भ्लगमा। हस्त, बाई बाई।